आदरणीय दर्शकबिनहरू नमस्कार। तपाईहरुलाई स्वास्थ्यसँग सम्बन्धित जानकारी दिने क्रममा सदाझै आज पनि जानकारीमूलक भिडियो लिएर आएको छु। आशा छ तपाईहरुलाई यो भिडियो मन पर्नेछ र तपाईहरुको लागि उपयोगीमूलक रहने छ। दर्शकबिनहरू, आज म तपाईहरुलाई बेसार पानी पिउँदा तपाईको शरीरमा के फाइदा हुन्छ भन्ने बारे बताउने छु। कृपया भिडियो हेर्दै रहनुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तलपट्टि रातो अक्षरमा लेखेको सब्स्क्राइब बटनमा क्लिक गर्नुहोला र सँगै रहेको बेल आइकनलाई पनि दबाइदिनुहोला, किनभने अरू जानकारीमूलक भिडियो तपाईहरु समक्ष सुरुमै आउने छ। दर्शकबिनहरू, बेसार वा हल्दी हामी सबैको घरमा हुने गर्छ। बेसार भनेको शक्तिशाली एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी प्रोपर्टिज भएको चिज हो। बेसार बिनाको सब्जी हाम्रो घरमा पाक्दैन र हामी नेपालीको घरमा बेसार भएकै हुन्छ। सब्जीको कलरको लागि हामी बेसार हालेर पहेँलो बनाउने गर्छौं, तर तपाईहरुलाई थाहा छ बेसार भनेको सब्जीलाई स्वादिलो मिठो बनाउनको लागि मात्रै नभएर बेसारको कति महत्त्व छ भन्ने विषयमा आज म तपाईहरुलाई जानकारी दिनेछु। साथसाथै बेसार भनेको एन्टिब्याक्टेरियल र एन्टिफंगल र एन्टिसेप्टिक गुणले भरिपूर्ण चिज पनि हो। आउनुहोस् बेसार पानी काँचो बेसार खानुका फाइदा बारे जानौं। दर्शकबिनहरू, यहाँ काँचो बेसार भन्नाले सब्जीमा नपकाई पानीमा घोलेर पाउडर मात्रै खानुलाई जनाउँछ। दर्शकबिनहरू, बेसारमा पाइने मुख्य तत्त्व लिपोपोलिसैचराइड्स हो। यसको काम भनेको हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता 3 गुणासम्म बढाउने हो। त्यसैले साधारण रुगाखोकी लाग्दा बेसार खाए छिट्टो निको हुन्छ। अरू समस्या हुँदा पनि बेसार पानी बनाएर पिउने गर्नुहोस्। यसरी बेसार पानी पिउनाले तपाईको शरीरमा भाइरल रोगहरू, ब्याक्टेरिया इन्फेक्सन हुने सम्भावना अत्यन्तै न्यून रहन्छ। त्यसै कारणले गर्दा बेसार हाम्रो शरीरको लागि अति फाइदाजनक चिज हो। यसको सेवन आजैबाट गर्न थाल्नुहोस्। त्यसैगरी अर्को फाइदा हेरौं। बेसारमा अत्याधिक मात्रामा कर्क्युमिन तत्त्व पाइने गर्छ। कर्क्युमिनले तपाईको मस्तिष्कको न्युरोनको क्षमतालाई बढाउने काम गर्छ। पुराना न्युरोनलाई हटाएर नयाँ न्युरोन बनाउन सहयोग गर्छ। साथै डिप्रेसनको समस्यालाई पनि बेसार पानी पिउने गर्नाले ठिक गर्छ। त्यसैगरी तपाईको शरीरमा चोटपटक लागेर घाउ निको नभएको, औषधि खाँदा पनि निको हुन धेरै समय लाग्ने भएको छ भने, हात खुट्टाको जोर्ने दुख्ने समस्या भएको छ भने तपाईले तुरन्तै बेसार पानी बनाएर पिउन थालिहाल्नुहोस्। बेसारमा पाइने कर्क्युमिन तत्त्वले गर्दा तपाईको घाउ चोटपटकलाई तुरन्त निको पार्न सहयोग गर्छ, किनकि बेसारमा एन्टिसेप्टिक गुण पनि रहेको हुन्छ। चोटपटक लाग्दा काँचो बेसारलाई पिसेर लगाउनाले पनि ठिक गर्छ। हप्तामा 4 दिन जति बेसार पानी बिहान बिहान पिउने गर्नुहोस्। दर्शकबिनहरू, बजारमा पाइने बेसारमा चामलको पिठो मिसाइएको हुन्छ। यस्तो बेसार खाएर फाइदा छैन, किनभने बेसारभन्दा धेरै चामलको पिठो खाइन्छ। चामलको पिठो मिसाइएको र नमिसाइएको बेसार चिन्नको लागि तपाईले सिसाको गिलासमा पानी हालेर 1 चम्चा बेसार हालेर घोलेर 10 मिनेट जति नहल्लाइकन राख्नुहोस् र 10 मिनेटपछि हेर्नुहोस् चामलको पिठो हालेको छ भने तलपट्टि गएर बस्छ। दर्शकबिनहरू, बेसारमा पाइने तत्त्व भनेको एन्टी क्यान्सर तत्त्व पनि हो। बेसारले क्यान्सरको सेलहरूलाई पनि नष्ट गर्न सक्छ। तपाईले इन्टरनेटमा हेर्नुहोस्, बेसार भनेको क्यान्सरसँग लड्न सक्ने क्षमता भएको मसला हो। आजकल क्यान्सर जसरी पनि हुन्छ। ओजन तहको विनाश र सूर्यको रेडिएसनको कारणले मोबाइल हामी बोक्ने गर्छौं। मोबाइलबाट निस्किने रेडिएसनको कारणले, खानेकुरामा मिसावट, विषादी आदिको कारणले क्यान्सर हुने सम्भावनालाई बढाएको छ। त्यसैले हामीले बेसारको पानी नियमित पिउँदा क्यान्सरको सेलहरूलाई कम गर्न सहयोग गर्छ। हामीले खाने सब्जीमा पड्काउने मसला मेथी, लसुन, प्याज, बेसार, अदुवा, जिरा, कालो जिरा किन हाल्छौं त? यी सबै मसलाले आफ्नो आफ्नो काम गर्छ। कुनै मसलाले एन्टी क्यान्सरको काम गर्छ, कुनै एन्टिब्याक्टेरियलको काम गर्छ, कुनै एन्टिफंगलको काम गर्ने भएकाले उहिलेबाट यसरी खाने चलन आएको हो।
बेसार पानीले शरीरको मोटोपन घटाउन, शरीरमा लागेको बोसो, कोलेस्ट्रोल घटाउन, रगत गाढा हुने, बाक्लो हुने समस्यालाई रोक्ने गर्छ। हाम्रो शरीरमा हुने रगत बाक्लो हुनु हुँदैन। रगत पातलो हुनुपर्छ र शरीरभरि राम्रोसँग सप्लाई हुने गर्छ। रगत बाक्लो हुनु भनेको रगतमा बोसोको मात्रा बढी हुनु हो। बाक्लो रगतले नसालाई बन्द गर्ने चान्स धेरै हुन्छ र हार्ट अट्याक हुने सम्भावना बढ्छ। मुटु रोगका बिमारीलाई बेसार पानी राम्रो मानिन्छ। बेसार पानीले शरीरको पाचन तन्त्रलाई मजबुत राख्ने गर्छ। पेटमा पुगेको बोसोलाई पनि बेसारले मजाले पचाउन सक्छ, किनभने बेसारले पित्तमा गएर पित्तको कार्यक्षमतालाई बढाइदिन्छ र खाएका खानाहरू सजिलै पचाउन सक्छ। त्यसैले बेसारको पानी नियमित पिउने गर्नुहोस्। यसले रगतलाई बाक्लो हुन दिँदैन र मुटु सम्बन्धी समस्याहरू हुन दिँदैन। बेसारले कलेजोको कार्यक्षमतालाई बढाउँछ। कलेजोमा रहेको विषालु तत्त्वहरूलाई बेसार पानीले बाहिर निकाल्न सहयोग गर्छ। लिभर सङ्क्रमण हुने व्यक्तिले हप्तामा 4 पटकसम्म बेसारको पानी पिउने गर्नुहोस्। त्यसैगरी भविष्यमा लिभरसँग सम्बन्धित रोग नलागोस् भन्नको लागि पनि बेसारको पानी पिउने गर्नुहोस्। बेसार आयुर्वेदको पनि राम्रो औषधि हो। अहिले एलोप्याथिक दबाईले गर्दा घरायसी दबाईहरूको भ्यालु छैन। त्यसैले सकिन्छ भने घरायसी दबाईहरूको सेवन गर्नुहोस्। दर्शकबिनहरू, बिहान उठ्ने बित्तिकै आधा चम्चा शुद्ध बेसारको पाउडर 1 गिलास पानीमा हालेर पिउनुहोस्। यदि चिसो पानी पिउन सक्नुहुन्न भने पानीलाई तातो बनाएर पिउनुहोस् र आधा घन्टासम्म केही पनि नखानुहोस्, किनभने बेसार पानीले शरीरमा राम्रोसँग काम गर्न सक्दैन। खाना खानुभन्दा अगाडि औषधि खानु भनिन्छ, तर मान्छेहरू खाना पस्केर रेडी गरेर औषधि खान्छन्। यस्तो गर्दा औषधिको कार्यक्षमता घट्छ। कुनै पनि औषधि खाँदा आधा घन्टासम्म केही पनि खानु हुँदैन, अनि मात्रै औषधिले पूर्ण रूपमा काम गर्छ। दर्शकबिनहरू, बेसार पानी कसले नखाने त यस विषयमा पनि हेरिहालौँ। गर्भवती महिलाले बेसार पानी पिउनु हुँदैन। त्यसैगरी स्टोन भएकाहरूले पनि बेसार पानी पिउनु हुँदैन। त्यस्तै पेटको अल्सर हुनेले पनि बेसार पानी पिउनु हुँदैन। पित्त थैलीमा स्टोन हुनेले पनि बेसार पानी पिउनु हुँदैन। दर्शकबिनहरू, यदि तपाईँ स्वस्थ रहन चाहनुहुन्छ भने, शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाइराख्न चाहनुहुन्छ भने तपाईँले नियमित रूपमा बेसार पानी पिउनुहोस्। नियमित सकिँदैन भने पनि हप्तामा 4 पटक बिहान बिहान पिउने गर्नुहोस्। यसो गर्दा तपाईँको कार्यक्षमतालाई बढाइरहेको हुन्छ। दर्शकबिनहरू, आजको जानकारीमूलक भिडियो यति नै। तपाईँलाई आजको जानकारीमूलक भिडियो कस्तो लाग्यो कृपया तल कमेन्ट गरिदिनुहोला। मन परे लाइक र सेयर पनि गरिदिनुहोला। भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।